हेलो एभ्रिवान वन्स अगेन वेलकम ब्याक टु माई मिनी भ्लग। आज धेरैको बादमा मिनी भ्लग हाल्दैछु र यो भिडियो चाहिँ नि अस्ति माथि रिच पार्कको हो, जुन चाहिँ मैले एडिट गर्ने टाइमै पाएको थिइनँ नि त। अनि अस्ति चाहिँ रिच पार्कमा चाहिँ हाम्रो प्रि क्रिसमसको चाहिँ स्टलहरू एक्जिबिसनहरू भएको थियो होइन। अनि त्यसकै भिडियोहरू चाहिँ मैले आज लिएर आएको छु, तर अब त्यस्तो लामो भिडियो चाहिँ छैन, अलिअलि मैले क्याप्चर गरेको छु है। अन्त गेस्टहरू पनि भएको थियो होइन, अन्त गेस्टहरूकै भिडियोहरू अपलोड गरेको छु। अन्त हाम्रो चाहिँ यहाँ अहिले टी टाइमहरू हुँदै थियो, अन्त हामी टाइम पास गरिरहेको थियो। अन्त म चाहिँ यहाँ डान्स गरिरहेको थियो, किनभने स्टेजबाट चाहिँ गीतहरू दामी दामी गीतहरू आइरहेको थियो होइन। अन्त गीतहरू सँगसँगै म चाहिँ डान्स गरिरहेको थियो नि त। र हाम्रो स्टलमा चाहिँ हाम्रो फर्स्ट हो कि सेकेन्ड डेमा चाहिँ हाम्रो सर आउनु भएको थियो, तेन्जिङ नर्बु लाम्टा सर। उहाँ चाहिँ हाम्रो फरेस्ट एन्ड इन्भाइरोमेन्ट डिपार्टमेन्टको मिनिस्टर हुनुहुन्छ र आई गेस स्यारीको चाहिँ उहाँ एमएलए हुनुहुन्छ। एन्ड वी आर सो ह्याप्पी द्याट सरहरू आएर भिजिट गरिदिनु भयो, धेरै हेल्प पनि गर्नुभयो। त्यसरी नै नेक्स्ट डेमा पनि अरू गेस्टहरू पनि आउनुभएको थियो है, उहाँहरू हाम्रो स्टलमा आउनुभयो, भिजिट गर्नुभयो र स्टलबाट धेरै सामानहरू ल्याउनु पनि भयो होइन। र त्यसको बादमा चाहिँ हाम्रो टी टाइम भयो। अन्त टी टाइममा चाहिँ हामी यहाँ खाब्जी खाँदैछु। अन्त म चाहिँ यहाँ भोकले साह्रो परिरहेको थियो नि त, किनभने स्टलमा पुरा बिजी थियो होइन, त्यसै कारणले टाइमै पाएको थिएन नि त लन्चहरू गर्नु। अन्त म चाहिँ यहाँ अहिले खाब्जी खाँदैछु है। यो चाहिँ आइसँगले ल्याइदिनु भएको थियो खाब्जी है, यो चाहिँ लोसुङको खाब्जी ल्याइदिनु भएको थियो नि त। अन्त हामी चाहिँ चिया र खाब्जीहरू खाँदै टाइम पासहरू गऱ्यौँ। यसरी नै हाम्रो चाहिँ दिन बित्यो। सो थ्याङ्क यू गाइज फर वाचिङ, बाई बाई।